बझाङ सदरमुकाम चैनपुरमा लागेको आगो पूर्ण नियन्त्रणमा नेपाली सेना र नेपाल प्रहरी र स्थानीय बासिन्दाको साथै जय पृथ्वी नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइयो। आज बिहान एउटा पिनको टहराबाट आगो सुरु भएको अनुमान। आगो के कारण र कसरी लाग्यो भन्ने तथ्य अझै स्पष्ट हुन सकेन। दमकनु क्याम्पस मोड नजिक एक घरमा आग लागि। नगरपालिकाको एउटा दमकल आए पनि बिग्रिएर ग्यारेज गएपछि अर्को दमकल आएर आगो नियन्त्रणको प्रयास भइरहेको। बागमती प्रदेश सरकारले समस्याग्रस्त सहकारीहरूको व्यवस्थापन र बचतकर्ता रकम फिर्ता प्रक्रियालाई तीव्र बनाउन समस्याग्रस्त सहकारी व्यवस्थापन समिति पुनर्गठन। बिहिबार बसेको मन्त्री परिषद बैठकले समितिको रिक्त अध्यक्ष पदमा शिवप्रसाद सिग्देललाई नियुक्ति गर्दै सदस्यमा दीपक केसी र रामेश्वर ढकाललाई मनोनयन गर्ने निर्णय। छलफल र बैठकका नाममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले अनावश्यक रकम खर्च गरेको पाइयो। पछिल्लो समय विद्यालय शिक्षा ऐन र नियमावली बनाउने बहानामा विभिन्न छलफल र बैठक भत्ता 7 करोड रुपियाँ खर्च गरिएको शिक्षा मन्त्री महावीर पुनका सल्लाहकार अभिषेक घिमिरेको खुलासा। जापानको सिजुओका शहरमा एक नेपाली विद्यार्थी पक्राउ। 20 वर्षीय युवतीलाई अभद्र व्यवहार गरेको आरोपमा 24 वर्षीय एक नेपाली पक्राउ। काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिकामा रहेको क्रसरहरूले सिङ्गो गाउने आतंकित हुँदै रोशी गाउँपालिका 7 र 8 मा अवैध रूपमा रहेका क्रसरहरूले कहिले कुन बेला गाउने ध्वस्त पार्ने हो भन्नेमा स्थानीय त्रसित। निर्वाचन आयोगले समानुपातितर्फका मतपत्र छपाएको काम सुरु। फागुन 21 गते निर्धारित प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आवश्यक सबै तयारी पूरा गरेर धमाधम मतपत्र छपाएको काम प्रारम्भ भएको कार्यवाहक प्रमुख निर्वाचन रामप्रसाद भण्डारीको भनाई। राष्ट्रिय सभा निर्वाचनका लागि कांग्रेस र एमाले गठबन्धन गरेर उम्मेदवार दर्ता। नेपाल कम्युनिस्ट पार्टी नेकपा र जनता समाजवादी पार्टी नेपाल भागवण्डा नमिलेको भन्दै गठबन्धनमा अटाएनन्। उनीहरूले छुट्टा छुट्टै उम्मेदवारी दर्ता। भागवण्डामा कुरा नमिल्दा नेकपा र जसपा नेपाल गठबन्धनमा नअटाएको नेताहरूको भनाई। दुर्घटनामा बेलबारीका शिक्षक कोइरालाको निधन। बेलबारी कसेनी मावि बेलबारी 4 काकुमका शिक्षक कमल कोइरालाको दुर्घटनामा मृत्यु भएको छ। मोरङको सुन्दरहैजा 8 सलकपुर बजार छेउ कञ्चनजङ्घा अल्मुनियम तथा ग्लास हाउस अगाडि बिहिबार साँझ पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बस र सोही दिशातर्फ जाँदै गरेको मोटरसाइकल चिप्लो बाटो भएका कारण चिप्लिएर एक आपसमा ठोकिँदा दुर्घटना भएको थियो। दुर्घटनामा परि मोटरसाइकल चालक अन्दाजी 50 वर्षीय कोइराला गम्भीर घाइते भएको र उपचारका लागि कोशी अञ्चल अस्पताल लगिएकोमा उनको निधन भएको हो। उनी इटहरी 8 मा बस्दै आएका थिए। उदयपुरको बेलका नगरपालिका 2 अन्तर्गत रामनगर गिदेरी र शान्तिनगर टोलमा मध्यराति करिब 25-30 वटा हात्तीको बथान पसेर ठूलो जनधनको क्षति। हात्तीको आक्रमणबाट घरमा भण्डारण गरेर राखिएको खाद्यान्न नष्ट हुनका साथै केही घर समेत भत्काएका छन्। घटनामा 77 वर्षीय फुलमाया तामाङ घाइते भएकी छन्। उनलाई तत्काल उपचारका लागि बेलका नगरपालिका अस्पतालमा भर्ना